नमस्ते। आज यो जुन तपाईहरुले फ्लावरहरु हेर्नुभयो येलो कलरको यसलाई मार्नको लागि, किनभने यसले घासलाई राम्रोसँग ग्रो अप गर्न दिँदैन, त्यसको मार्नको लागि मैले यो लिएर आएको छु। साथीहरुले भनेको छ राउन्ड अप भनेको यो सबभन्दा बेस्ट हो भनेको येलो सीडको लागि। यहाँ हेर्न सक्नुहुन्छ तपाई, यहाँ म उ गर्दिन्छु। यहाँ हेर्नुस्, यो मलाई $23 मा पायो मिनार्समा। त्यहाँबाट गएर तपाईले किन्न सक्नुहुन्छ। हेर्नुस्, यहाँ सबै किसिमको छ। यसले घासलाई हानि गर्दैन, घासले हानि गर्दैन। यसमा स्प्रे पनि दिएको छ, सानो स्प्रेले यो स्प्रे गर्न सकिन्छ यसरी। अनि यसरी स्प्रे गर्ने, यहाँ स्प्रे गर्न सकिन्छ। यहाँ जुन खराब घासहरु हुन्छ मर्छ त्यसले। येलो फ्लावरहरुलाई मारेन भने यसले सबै राम्रो घासहरुलाई मार्दिन्छ। त्यो कारणले यो फ्लावरहरुलाई मार्नै पर्छ, नत्र यसले हाम्रो घासलाई मार्छ। र जब घास मर्यो भने धेरै पैसा खर्च हुन्छ घास उमार्नलाई। यो जुन येलो फुलहरु छ यो सबैले हाम्रो घासहरुलाई बर्बाद पार्दैछ। त्यो कारणले हामीले यो राउन्ड अप लिएर आएछौं र यसमा स्प्रे गर्छौं कि घासहरुलाई मर्न दिँदैन। यसले फुलहरु छ स्प्रे गरिरहनु पर्छ, अनि गरिसकेपछि यो आफै हुन्छ। अब मार्केटबाट हायर गर्यो भने मान्छेलाई $200-300 लाग्छ 5 वटा सर्भिसको लागि। त्यो भएर अब आफै यो $23 मा किनेर लिएर आयो, स्प्रे गर्यो। सबभन्दा राम्रो हो भनेर राउन्ड अप भनेर सुनेको छु, अनि त्यही भएर यो लिएर मैले आएको छु। अब बारीलाई त राम्रो बनाउनु पर्यो, राम्रो नबनिकन त कसरी हुन्छ र। यो हेर्नु घासहरु मर्न लाग्यो, त्यही भएर हामीले यो स्प्रे गर्दै छौं। जति पनि येलो फुलहरु छ यहाँ मार्नु पर्छ। अब भोलि पर्सीमा गएर फूल किनेर ल्याएर बाहिर फूल लाउनु पर्छ। भोलि पर्सीमा गएर फूल ल्याएर